कहाँको झाडी हो भन्ने जस्तो हुन्छ। जब बल्ल अनि बजार बजार छिरिन्छ नि जब बल्ल हुन्छ क्या कोरिया आएको रहेछ भन्ने भाइ बल्ल हुन्छ क्या। सो हेलो गाइज एन्ड नमस्ते एभ्रिवान, होप गाइज अल आर फाइन भन्दै। सो आज चाहिँ मेरो कोरियाको फर्स्ट ब्लगिङ भनौँ न है। सो अनि मेरो परिचय गर्नुपर्दा चाहिँ मेरो नाम चाहिँ विनोद है त। अनि हाल म दक्षिण कोरियामा कार्यरत छु भनेपछि आज चाहिँ म जाँदैछु अस्पतालसम्म जाँदैछु, किनकि मेरो नाकमा चाहिँ हल्का एलर्जी भएको कारणले आज चाहिँ अस्पतालसम्म जाँदैछु भने मेरो साथमा साथी पनि छ यता। अनि सो अनि मेरो साथी चाहिँ यता छ भने चाहिँ म अहिले चाहिँ यता छु भने यो ट्याक्सीले बट्टा जान्छ कि भनेला पुरा सुनो गर्दैछु। अनि यतादेखि चाहिँ गाडी आउनेवाला छ, 1 घन्टाको फरकमा आउँछ भने अहिले चाहिँ टाइमिङ 1:55 भइसकेको छ, बस आउने टाइम भइसकेको छ। अनि हामी चाहिँ बस स्टप, यो चाहिँ बस स्टप हो भने चाहिँ हामी चाहिँ अहिले बस स्टपमा छौँ। र आजको भ्लगिङ चाहिँ कस्तो जान्छ भन्ने कुरा हो। चिसो छ हो, लास्टै एकदम चिसो पनि एकदम चिसो छ। बसको पर्खाइ हो हाम्रो। अब बस आयो भने चाहिँ हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ होइन। ल फाइनली बस पनि आइपुग्यो। 감사합니다. ल डेस्टिनेसनमा पनि आइपुग्यो। ल हामी चाहिँ बस टर्मिनलमा पनि आइपुग्यौँ र अब फेरि झर्ने बेला चाहिँ यसरी कार्ड टच गरेर चाहिँ झर्नुपर्ने हुन्छ भने चाहिँ बस पार्क हेरौँ न। बस पार्क प्रोफेसनल यति बवाल छ नि। कोरियाको भनेको कोरियाको हो नि त, कहाँ नेपाल जस्तो हुन्छ त हौ। यहाँको सिस्टमै खतरा छ पुरा। यता बोर्डमा हेरेर थाहा हुन्छ कति नम्बरको बस कति बजे छुट्छ भनेर। अनि यो चाहिँ यहाँको बस टर्मिनल हो भने चाहिँ अब हामी एकछिन यहीँ पर्खेर चाहिँ अब कुन हस्पिटलमा र कहाँ जाने भनेर यसो रिसर्च गर्छौँ। अनि फेरि भ्लगिङ स्टार्ट हुनेछ है त। लास्ट झाडोको छ त हौ, लास्टै झाड हो कि के साह्रो जाडो हो यस्तो। अब यहाँ पब्लिकमा अब भिडियो बनाउन अनि बोल्न पनि अब पाउँदैन नि त, अलिकति रिस्की हुन्छ नि त। त्यही भएर पनि म अलिकति चुपचाप पाराले हिँडिरहेको छु। अब गाडीभित्र पनि कराउनु मिल्दैन, बोल्न मिल्दैन, अनि पब्लिकमा पनि हल्ला गर्न मिल्दैन नि त। कोरियाको नियम फेरि कडा छ होइन। त्यही भएर नियमको पालना गर्दै भिडियो बनाउँदैछु। मेरो जर्नीमा कता कता घुमिरहेको छु भन्ने कुरा। हामी चाहिँ अहिले टर्मिनलबाट चाहिँ निक्लिसकेका छौँ भने हामी चाहिँ अब इबिनुगा जाँदैछौँ है त। कम्पनीमा काम गर्दाखेरि केही भाइ पनि आउँदैन, कोरिया हो कि नेपाल हो कि कहाँको झाडी हो भन्ने जस्तो हुन्छ। जब बल्ल अनि बजार बजार छिरिन्छ नि जब बल्ल हुन्छ क्या कोरिया आएको रहेछ भन्ने भाइ बल्ल हुन्छ क्या। नत्र त कहाँ कोरिया जस्तो नै लाग्दैन हौ। कम्पनीहरू सबै कुना काप्चातिर हुन्छन् गाउँतिर, अनि बल्ल बजार छिर्यो भने, सानो बजारमा छिर्यो भने चाहिँ बल्ल कोरियाको भाइ आउँछ क्या। यस्तै छ कोरियाको जिन्दगी। बिहान उठ्यो काममा गयो, आयो सुत्यो, फेरि उठ्यो काममा गयो। अब आज चाहिँ हाम्रो 12 बजीसम्म काम भएर चाहिँ काम नभएर छुट्टी छ र भोलि पनि पुरै दिन छुट्टी छ। अब हाम्रो चाहिँ अब छुट्टी भयो पनि पैसा चाहिँ पाउँदैन।
घाँटामाथि घाँटा लागिरहेछ यो 1-2 महिनाको अन्तरालमा चाहिँ एकदम लो झरिरहेछ हाम्रो सेलरीहरू। अनि अब त्यही माथि अब घुम्न निस्किने, त्यही माथि हस्टेल। गाह्रो छ हौ कोरियाको जिन्दगी, कहाँ सजिलो छ र त्यति। के छ साथी, कतिको मजा लागिरहेछ त कोरियाको त्यो भाइब्स। हेलो मिस्टर सुशील, ऊ चाहिँ त्यो कानै नसुन्ने क्या फेरि, कानमा चाहिँ अब एयरबड हाल्यो हिँड्यो, जति बोलाए पनि कानमै गएर करा पनि सुन्दैन। अब के भन्नु, केही छ। इबिन हुगा चाहिँ यता बिल्डिङमा रहेछ। अब इबिन हुगातिर जाँदैछौँ भने साथी। हाइस गाह्रो छ नि हौ। कति छ? एक इसा खालछ इसा। $3 $3 त्यही क्लिक गर न। Samsung guys. Ibin huga Samsung gएको हिस्सेनिका तनु ओला खाएको हिस्सा हो। पढ्ने बेला ओला खाएको हिस्सा हो। ओके, ओला खाएको हिस्सा हो। छिमेर नर्भस भइरहेको छैन। इबिन हुगा फर्स्ट टाइम यस्तै छिट लाग्यो हस्पिटलमा।